राधे राधे एभ्रिवान। सो म फेरि यता रेडी भइसकेकी छु। अब निक्लिसकेका पनि छौँ हामी चाहिँ। हामी सबैजना रेडी भएर मन्दिरमा सबैजना भेला आउनु भन्नुभएको थियो। अहिले सिजन छ पुराणको र गाइस अब तपाईँलाई थाहा नै छ रौतामा चाहिँ पुराण भइरहेको छ र हामी चाहिँ सबैजना भएर पिकअपमा निक्लिसकेका छौँ जानको लागि। र गाइस म गएर तपाईँलाई चाहिँ एकदम देखाउने छु है। र तपाईँहरू पनि को आउनुभएको छ एकदम कमेन्ट गरेर जानु न। आज चाहिँ मैले बहुत दिनमा तपाईँहरूको सामु भिडियो लिएर आएकी छु गाइस। कस्तो लाग्छ भने कतै घुम्न गयो भने कतै अब भिडियोहरू बनायो भने यसरी भ्लगहरू हाल्न मन लाग्छ। अब यतिकै अब भिडियोहरू बनाएर चाहिँ हाल्न मन लाग्दैन गाइस। र कोही कोही बेला चाहिँ एकदम मन लाग्यो भने भिडियोहरू बनाएर चाहिँ हाल्छु। चाहिँ पुराणमा जाउँ नजाउँ भइरहेको थियो। सोचेँ अब एउटा भए पनि भिडियो यानि कि भ्लग पनि आउँछ नि त। र मैले यत्रो दिनमा पनि भ्लग भिडियो कुनै पनि हालेको थिइनँ। भिडियो बनाउने काम पनि एकदमै अल्छी जस्तो लाग्छ गाइस। अब भिडियो बनाउन मात्रै हुँदैन, आफूले अब गएर एडिट गर्नु पर्यो, एडिट गरेर फेरि यता म्युजिक हालेर फेरि त पोस्ट गर्नु पर्यो। यति अल्छी लाग्छ र म सोच्छु अरूहरूले यसरी कसरी बनाउनुहुन्छ होला भिडियो र अहिले आफूले बनाउँदै जाँदाखेरि यति अल्छी लाग्छ नभन्न। मलाई मात्रै हो कि र गाइस तपाईँलाई मात्रै हो। र हामी फेरि यता वृन्दावनतिर आइपुगिसकेका छौँ गाइस। अब वृन्दावनमा यसरी घुरियो, घुरेर एक दुईवटा हामीले फोटो पनि लियौँ। अब र गाइस को आउनु भएको छ यहाँ। अनि फेरि यता देवी प्रतिभाजी पनि आउनु भएको रहेछ कथा सुनाउनका लागि। मैले चाहिँ यतिकै फेसबुकमा देखिरहेको यसरी अब फेस टु फेस कथा सुनाउनु भएको छ। एकदमै मलाई खुसी लाग्यो र गाइस मलाई फेरि उहाँको कथा एकदमै राम्रो पनि लाग्छ। र फेरि यता सोचेको थिएँ एक दुईवटा उहाँसँग भने फोटोहरू लिन्छु भनेर गाइस। अब सोचेको काम चाहिँ मेरो कहिले नै पुरा हुँदैन। फेरि यति हतार हतार पर्यो नि घर जानको लागि र पानी पनि त्यतिखेरै आइसकेको थियो। नहोस् अब फोटो खिच्न नपाए पनि एक दुईवटा भिडियो पनि भयो तपाईँहरूको सामु दिनको लागि। गाइस मन लागेको थियो उहाँको अगाडि भिडियो बनाएर यसरी फेसबुकमा हाल्नको लागि फोटोहरू खिच्न मन लागिरहेको थियो। त्यो चाहिँ पुरा भएन गाइस। फेरि कुनै दिन भेटौँ छ ल त फेरि भेट्दैछु अर्को भिडियोमा।